हामी सबैजना पैसा कमाउन कडा मेहनत गर्छौं, तर कहिलेकाहीँ हाम्रै केही सामान्य बानीले थाहै नपाई हाम्रो खल्ती रित्याइरहेको हुन्छ। आज हामी पैसासँग जोडिएका त्यस्तै 5 गल्तीहरूको बारेमा कुरा गर्नेछौं। कहिलेकाहीँ यस्तो लाग्छ नि होइन, महिनाको सुरुमा तलब आयो तर पार्टीको मोमोभन्दा छिटो स्वाट्टै सकियो। यदि यस्तो हुन्छ भने यो समस्या धेरैको साझा हो। ल अब ढिला नगरौं, हाम्रो पैसासँग लुकामारी खेलिरहेका ती 5 चलाक गल्तीहरूलाई एक एक गरी समातौं। ल है, हाम्रो सूचीको पहिलो गल्ती, र यो एकदमै कमन गल्ती हो, अर्को महिना सुरु गर्ने बानी। अर्को महिना पक्का बचत सुरु गर्छु, यो त हामी धेरैले आफैलाई दिने आश्वासन हो नि होइन र? तर त्यो अर्को महिना कहिल्यै आउँदैन। यो त काठमाडौँमा जाम नभएको दिन खोजे जस्तै हो, कुरेको कुरै। तर चिन्ता नलिनुहोस्, यसको समाधान एकदमै सजिलो छ। पहिलो कुरा, भोलिलाई बिर्सिदिनुहोस् र आजै अहिल्यै सुरु गर्नुहोस्। दोस्रो, ठूलो रकमले सुरु गर्नुपर्छ भन्ने छैन, जम्मा 500 रुपियाँबाट पनि त सुरु गर्न सकिन्छ नि। तेस्रो, ब्याङ्कमा एउटा अटोमेटिक ट्रान्सफर सेटअप गरिहाल्नुहोस्। र चौथो र सबैभन्दा महत्त्वपूर्ण, बचतलाई आफ्नो पहिलो बिल सम्झिनुहोस् र अरू खर्च गर्नुभन्दा अगाडि त्यसैलाई तिर्नुहोस्। ल, पहिलो गल्ती त थाहा पाइयो। अब लागौं दोस्रो गल्तीतिर, जुन सामाजिक दबावसँग जोडिएको छ, शर्माजीसँगको होडबाजी। यो त कस्तो भने, अफिसको साथीले नयाँ आइफोन किन्ने बित्तिकै हामीलाई पनि त्यही नभई नहुने जस्तो लाग्न थाल्छ। तर एकछिन सोचौं त, के त्यो हाम्रो आवश्यकता हो कि चाहना मात्रै? र हेर्नुहोस् त, वास्तविकता कस्तो छ। यस्तो देखासिकीमा गरेको खरिदले अक्सर खुसी दिँदैन। एउटा सर्वेले के देखाउँछ भने 67% युवा प्रोफेसनलहरूलाई यस्तो हतारमा गरेको खरिदको लागि पछि गएर पछुतो लाग्छ। यो त 2/3 भन्दा पनि बढी भयो नि। अब यसको समाधान के त? एउटा एकदमै सरल नियम छ, 50-30-20 को नियम। यो भनेको आफ्नो आम्दानीको 50% आवश्यकतामा, 30% चाहनामा र बाँकी 20% बचत र लगानीमा छुट्याउने। यो नियमले अरूको होडबाजीबाट बचाउँछ र हामीलाई आफ्नै आर्थिक लक्ष्यमा फोकस गर्न मद्दत गर्छ। अब कुरा गरौँ तेस्रो गल्तीको, जुन क्रेडिट कार्डसँग जोडिएको छ। धेरैलाई लाग्छ कि क्रेडिट कार्ड भनेको सित्तैको पैसा हो, तर हो र? अर्को महिना तिरिहाल्छु नि, क्रेडिट कार्ड चलाउँदा यो सोच मनमा आइहाल्छ होइन? तर विश्वास गर्नुहोस्, धेरैजसो आर्थिक समस्याको सुरुवात यही एउटा वाक्यबाट हुन्छ। एकछिन सोच्नुहोस् त, नेपालमा क्रेडिट कार्डको औसत वार्षिक ब्याजदर कति होला? यो हो 18देखि 24%। यो भनेको एकदमै महँगो ऋण हो। यसको मतलब के हो भने, यदि 10,000 को कुनै सामान किनेर समयमा पैसा तिरिएन भने ब्याज थपिँदै गएर त्यसको वास्तविक लागत 12,000 वा त्योभन्दा पनि बढी पुग्न सक्छ। सुरुमा सित्तैको पैसा जस्तो लागेको कुरा अन्त्यमा सबैभन्दा महँगो साबित हुन्छ। अब पालो चौथो गल्तीको। यो हाम्रो भविष्यको सुरक्षासँग सम्बन्धित छ। हामीले प्राय मलाई त केही हुँदैन भन्ने बहाना बनाउँछौं र बिमालाई बेवास्ता गर्छौं। तर वास्तविकता के हो भने, लाइफ इज फुल अफ सरप्राइजेस। जीवनमा कहिले के हुन्छ, कसले देखेको छ र? एउटा सानो दुर्घटना वा स्वास्थ्य समस्याले हाम्रो वर्षौंको बचत एकै झट्कामा सिध्याइदिन सक्छ। एउटा उदाहरण हेरौं न। नेपालमा एकपटक अस्पताल भर्ना हुनु पर्यो भने 5 देखि 10 लाख रुपैयाँसम्म खर्च हुनु सामान्य भइसक्यो। यो रकमले कुनै पनि परिवारको आर्थिक अवस्थालाई नराम्ररी हल्लाइदिन सक्छ। त्यसो भए समाधान के त? बिमालाई काठमाडौँको सडकमा लगाउने हेलमेट जस्तै सोच्नुस्। हामीलाई आशा हुन्छ कि त्यो कहिल्यै प्रयोग गर्न नपरोस्, तर भगवान नभनुन्, यदि आवश्यक परिहाल्यो भने त्यो हामीसँग छ भनेर ढुक्क भइन्छ। र अब हाम्रो सूचीको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण गल्ती, आफ्नो भविष्यको मलाई बिर्सनु। खास गरी युवाहरूमा यो सोचाइ एकदमै कमन हुन्छ। अहिले त जवान छु, रमाउने बेला हो, रिटायरमेन्टको बारेमा पछि सोचौँला। तर यो सोचाइले भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। किनभने हामीले एउटा जादुई कुरालाई बेवास्ता गरिरहेका हुन्छौं, जसलाई चक्रवृद्धि ब्याज भनिन्छ। यो भनेको के हो भने, तपाईको बचतमा आएको ब्याजले पनि फेरि ब्याज कमाउन थाल्छ। यो लामो समयको लागि तपाईको सबैभन्दा मिल्ने साथी हो। जति चाँडो सुरु गर्यो, समयले त्यति नै धेरै फाइदा दिन्छ। यसको समाधान पनि त्यति गाह्रो छैन। सञ्चय कोष पीएफ वा नागरिक लगानी कोष सीआईटी जस्ता योजनाहरूमा आजैबाट योगदान गर्न सुरु गर्ने। सानो रकमबाट सुरु गरे पनि हुन्छ,
तर सुरु गर्नु चाहिँ महत्त्वपूर्ण छ। ल, हामीले 5वटै गल्तीहरूको बारेमा कुरा गर्यौं। अब यी सबैको निचोड निकालौं। आफ्नो वित्तीय स्वास्थ्यलाई राम्रो बनाउन जम्मा 3वटा सरल नियमहरू छन्। पहिलो, सानोबाट सुरु गर्ने। 0 बचत गर्नुभन्दा 500 रुपियाँ बचत गर्नु कैयौं गुणा राम्रो हो। दोस्रो, निरन्तर हुने। कहिलेकाहीँ धेरै बचत गर्नुभन्दा हरेक महिना थोरै थोरै बचत गर्नु बढी प्रभावकारी हुन्छ। र तेस्रो, सिक्न कहिले नछोड्ने। पैसाको बारेमा जति धेरै जानिन्छ त्यति नै राम्रो निर्णय लिन सकिन्छ। एउटा कुरा याद राख्नुपर्छ, हाम्रो भविष्यको आर्थिक सुरक्षा आज हामीले लिने साना साना निर्णयहरूमा निर्भर गर्छ। अब प्रश्न यो हो, आफ्नो आर्थिक भविष्यलाई राम्रो बनाउन आज कुन एउटा सानो कदम चाल्न सकिन्छ?